हे गाइज, वेलकम टु ब्याक आवर युट्युब च्यानल द नितेश केसी ओइल। आज हामी यस्तो व्यक्तित्वको बारेमा कुरा गर्न गइरहेका छौँ जसले चाहिँ नेपालमै आफ्नो छिटोभन्दा छिटो आफ्नै टेलिसिरियललाई अघि बढाउन सफल र सबै नेपालीहरूको मनमुटुमा बस्न सफल सिरियल बुहारीको प्रमुख पात्र रामचन्द्र बोहराको लाइफस्टाइल बायोग्राफीको बारेमा बताउन गइरहेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै तपाईँ रामचन्द्र बोहराको फ्यान फलोइङ हुनुहुन्छ भने पनि हाम्रो यस च्यानललाई सब्सक्राइब गरिदिनुहोला। साथै तपाईलाई कुनै अरू सेलिब्रेटीको लाइफस्टाइल बायोग्राफी चाहिएको छ भने पनि हामीलाई कमेन्ट बक्समा बताउन सक्नुहुनेछ। साथै तपाईहरूलाई यस भिडियोमा केही कमी कमजोरी लागे अथवा हामीले बोलिने क्रममा केही गल्ती भए तपाईहरूले कमेन्ट बक्समा बताइदिनु होला। हामी आउने दिनमा सुधारेर ल्याउने कोसिस गर्नेछौँ। अब लागौँ भिडियोतर्फ। उहाँको रियल नेम रहेको छ रामचन्द्र बोहरा भने उहाँको निक नेम चाहिँ राम रहेको छ। उहाँको डेट अफ बर्थ चाहिँ विक्रम सम्वत 2050 भएको थियो। हाल चाहिँ उहाँ 31 वर्ष पुरा भइसक्नु भएको छ। उहाँको बर्थ प्यालेस चाहिँ रामेछाप जिल्ला रहेको थियो भने हाल चाहिँ उहाँ काठमाडौँमा बस्दै आइरहनु भएको छ। उहाँ नेसनालिटीले नेप्लिज हुनुहुन्छ भने उहाँको रिलिजन चाहिँ हिन्दू रहेको छ। उहाँ फिजिकल स्ट्याटस सम्बन्धी कुरा गर्नुपर्दा रामचन्द्र बोहराको हाइट चाहिँ 5 फिट 6 इन्च रहेको छ भने वेट चाहिँ 68 किलोग्राम रहेको छ। उहाँको हेयर साथै आई कलर चाहिँ ओरिजिनल्ली ब्ल्याक नै रहेको छ। अब कुरा गरौँ रामचन्द्र बोहराको एजुकेसन क्वालिफिकेसन सम्बन्धी कुरा गर्नुपर्दा फेरि रामचन्द्र बोहराले चाहिँ BBS गर्नुभएको थियो। साथै उहाँको स्कुलको कुरा गर्नुपर्दा फेरि उहाँले चाहिँ गौरी शङ्कर माध्यमिक विद्यालयबाट पढ्नुभएको थियो। उहाँको फ्यामिलीको कुरा गर्नुपर्दा फेरि उहाँले चाहिँ इन्टरभ्यूमा बताए अनुसार उहाँले फ्यामिलीलाई चाहिँ सिक्रेटै गर्न चाहनुहुन्छ भने बाहिर देखाउन चाहनुहुन्न। साथै उहाँको 3टा ब्रदर अनि 2टा सिस्टर चाहिँ हुनुहुन्छ। उहाँ चाहिँ कान्छो छोरा हुनुहुन्छ। उहाँको हबिज सम्बन्धी कुरा गर्नुपर्दा रामचन्द्र बोहराको हबिज चाहिँ सिङ्गिङ, एक्टिङ, ट्राभलिङ साथै लिसनिङ म्युजिक रहेको छ। अब कुरा गरौँ सोसल नेटवर्क साइट सम्बन्धी कुरा गर्नुपर्दा फेरि रामचन्द्र बोहरा चाहिँ फेसबुक, युट्युब साथै इन्स्टामा एक्टिभ देखिन सक्नुहुन्छ। प्रोफेसन सम्बन्धी कुरा गर्नुपर्दा फेरि रामचन्द्र बोहरा चाहिँ प्रोफेसनले एउटा डाइरेक्टर, प्रोड्युसर साथै एक्टर हुनुहुन्छ। उहाँ चाहिँ प्रोड्युसर चाहिँ बुहारी श्रृङ्खलाकै हुनुहुन्छ। उहाँ बुहारी श्रृङ्खलाको आफै निर्माताको रूपमा काम गरिरहनु भएको छ। तपाईहरूकै साथ सपोर्टले गर्दा फेरि बुहारी श्रृङ्खला छिटोभन्दा छिटो मनमुटुमा बस्न सफल भएको छ। तपाईलाई बुहारी कस्तो लाग्छ कमेन्टमा बताउन पनि नभुल्नुहोला। उहाँको फेभरेट थिङ्सहरू सम्बन्धी कुरा गर्नुपर्दा फेरि उहाँको फेभरेट प्यालेसमा चाहिँ आफ्नै गृह जिल्ला रामेछाप रहेको छ भने उहाँको फेभरेट फुड चाहिँ थकाली फुड रहेको छ। उहाँको फेभरेट एक्टर चाहिँ राजेश हमाल हुनुहुन्छ भने अब कुरा गरौँ रामचन्द्र बोहराको इन्कम सम्बन्धी। इन्कम उहाँले विभिन्न माध्यमबाट गर्नुहुन्छ। युट्युब एक्सचेन्ज, एडभर्टाइजमेन्ट सबै गर्ने हो भने उहाँले चाहिँ टोटल इन्कम चाहिँ 5 to 8 लाख पर मन्थ मजाले कमाउने गर्नुहुन्छ। साथै उहाँको नेटवर्थ सम्बन्धी कुरा गर्नुपर्दा उहाँको नेटवर्थ चाहिँ 5 to 9 करोड एप्रोक्समा रहेको छ। हस्त दर्शकबिन फेरि अर्को भिडियोमा भेटौँला। बिदा हुन्छु। हस्त नमस्कार।